So always back to the channel, new day, new mini vlog मा तपाईलाई स्वागत छ र आज पनि बिहानै कलेज जाँदाखेरि नै भिडियो सुरु गरे र आजभोलि चाहिँ हामी कलेज चाहिँ साढे छिटो पुग्दैछ किनभने आज चाहिँ एसेम्बली पनि भएको थिएन रहेछ र साथीले चाहिँ बिहानै चिया पनि खानु भएन रहेछ रुममा अन्त कलेजमा आएर चिया खाइदिन्छु भनेर लिएर आएको रहेछ प्याकिङ सेकिङ गरेर फ्लास्कतिर हालेर र चिया पनि खाँदै थियो र हाम्रो एसेम्बली पनि सकिसकेको थियो र फेरि चिया खाने भनेर चाहिँ हामी क्यान्टिनतर्फ गयो र मेरोमा चाहिँ पैसा थिएन क्यान्टिनमा चिया खानु लागि पनि र साथीले चाहिँ पुरानो 100 को नोट निकालेर चाहिँ लो मगाउ के खाने भनेर चाहिँ गफ गर्दै यहाँ चिया नमकिन र म चाहिँ फ्रुटी खाँदै थिएँ र हाम्रो चाहिँ क्लासहरू पनि सुरु हुन आँटेको थियो र हामी सबैजना क्लासमा गएर बस्यो र मैले चाहिँ भिडियोहरू त्यस्तो बनाएन क्लासभित्रको र हाम्रो चाहिँ बर्दाङमा लाइट हिजोदेखिको छैन र गरम चाहिँ यति बेसी गरम भइरहेछ। एउटा सानो कुरा तपाईँहरूलाई यो प्रिन्ट गर्ने र जेरेक्स गर्ने दोकान चाहिँ यहाँ साउथ पाको छेउमा छ बर्दाङको त्यहाँनिर र मेरो पनि एक दुईवटा काम थियो र तपाईँहरूलाई पनि यस्तो भिडियोमा बनाएर हालिदिइरहेको किनभने धेरैजनालाई याद थिएन रहेछ यो कुरा र साथीको चाहिँ यहाँ नयाँ बाइकको टायर चाहिँ अगाडिको चाहिँ देखाउँदै थियो मलाई र मैले पनि भिडियो गरिदिएँ। रुम पुगे साथ चाहिँ खानाको लागि चाहिँ हामीले अन्डाहरू भुजियाहरू बनाउँदै थियो र मेरो त चार्ज पनि सकिसकेको थियो त्यतिखेर नै र त्यति भन्दै अब आजको भिडियो यतिमै एन्ड गर्छु र सी यू नेक्स्ट मिनी ब्लग बाई।